यो ब्रेनलाई सर्कुलेसन गर्यो भने हामी बिर्सिने रोग चाहिँ आजकल अल्जाइमर भनेर आएको छ त्यसलाई धेरै मद्दत गर्दो रहेछ यहाँले इन्टरनेट गरेर नभने धेरै रिसर्च गरेर पाउनुहुन्छ टाउकोमा पनि ट्याप ट्यापै मान्छे पनि बिउजिँदो रहेछ यसो गर्दा चाहिँ हो मलाई थाहा छ यसो यसो गर्यो भने हर शरीरलाई चाहिँ छोइदिनु पर्दो रहेछ माया देखाउनु पर्दो रहेछ हामी खालि अर्काले माया गरेनौँ मात्रै भन्छौँ हामी आफैले पनि माया गरेका छैनौँ अगाडि पछाडि टाउकोमा मुखमा जुन जुन भाग छ अब यो करिब 30 सेकेन्ड भनेको छ होइन कोर्समा चाहिँ अब आफ्नो समयअनुसार कहिलेकाहीँ मलाई त फुर्सद भएको बेलामा अब कम्प्युटरमा एकछिन बस्यो भने नि अरू केही नभए पनि यति चाहिँ गरिहाल्छु त्यसले एकदम फ्रेसनेस गराउँछ अनि त्यसपछि यो देब्रे भएको माथिल्लो छातीमा त्यस्तै गरेर करिब ट्याप ट्याप यतिखेर हाम्रो शरीरलाई माया नगर्ने त्यसलाई चाहिँ हामीले बिउताको हामीसँगै भएको ऊर्जा र शक्तिलाई चाहिँ बिउताको अनि यो माथिल्लो कुममा हातमा चाहिँ राम्रो पनि एउटा एउटैलाई गर्नु अघि जुनबाट माथि त्यसैलाई गर्नु किनभने अहिले म कस्तो अनुभव गर्नु हो भनेर अनि त्यसमै बिस्तारै चल्छ होला त्यसलाई होल बडी नामै होल बडी अब यसलाई हात खाएर अब यो बुढ्यौलाको सिधा यसलाई चारैतिर गर्नुपर्छ अनि यो कान्छे औँलाको करिब 30 चोटि भन्छ नि अब जति सक्छौँ नि हामीले अब यसमा चाहिँ यसलाई मेरिडियन भन्छ एकचोटि हात यस्तो गरेर हातलाई बिस्तारो यो कुचोला जस्तो गरेर कुममा ल्याउँ कुमबाट कुइनामा ल्याउँ कुइनाबाट नाडीबाट पछाडि गरेर फाल्नु 3 पटक फेरि यहाँबाट माथि कुममा झाँक्रीले फुगर हो यो झाँक्रीले गरे हाम्रो अब एकचोटि हजुरले यो हात खसालेर याद गर्नु केही फरक पाइन्छ जसले पुरा गर्नु भएको छ नि त्यो एकदमै हल्का हुन्छ त्यसैको लागि मात्रै मैले एउटा भनेको अब अर्को साइडमा एकदम सिम्पल छ हरेक दिन बिहान बेलुका दिउँसो कुनै पनि बेला गऱ्यो भने हामीले हाम्रो आफ्नै शरीरमा भएको ऊर्जालाई हुन्छ यो स्पोन्डोलाइटिस भन्छ नि आजकल यो नसा हड्डीको खेको यिनीहरूको लागि एकदमै राम्रो हो अब केही उपाय नै छैन हाम्रो देशी औषधमा मोडर्न मेडिसिनमा फेरि पाखुरालाई पहिली गत्ता गरेर बुढी औँलाको सिधा अनि यस्तो अब काटिनु माया गर्नु पर्दैन यतिखेर त जति हाल्यो त्यति ऊर्जा भयो जोसी गरी सुठ्या छ त्यसलाई सम्झेर तड्कन हाल्नु ओसोमा हुन्छ नि होइन अब यसलाई पनि यसै गरेर कुचुला जस्तो अनि पछाडि कुइनामा अनि अगाडि अलिकति जे दशा नराम्रो जे छ नि हामीलाई चाहिने शरीरकोलाई सबै जाओस् फेरि फालिदिने हजुर अब नयाँ नयाँ ऊर्जा आओस् नयाँ नयाँ कुराहरू आओस् अब दुवै हातले छाती होल बडी काट्नु पुरा शरीरलाई नै गर्नु अब तल अब निउरेर यो किडनी चाहिँ हाम्रो यो वाइन भन्छ नि यो यस्तोमा हुँदो रहेछ होइन त्यसलाई ड्याम यो किडनीमा चाहिँ अहिले हाम्रो त डायबिटिज के अरे डायलाइसिस गर्नु पर्छ अनि पछाडि जाँदा पछाडि गोली गाँठाको भागबाट फेरि माथि अनि अगाडिको भागबाट अब गोली गाँठाको भित्री भागबाट भित्री भागमा
लास्टमा एउटा अरूकै चिज थियो नि हामीले जुन कुण्डलिनी योगामा बिउताउने त्यसैलाई फेरि लास्टमा धन्यवाद दिनु। अनि त्यसपछि चाहिँ एउटा कन्सेप्ट चाहिँ के भने यो आफूले आफूलाई माया गर्ने हाम्रो चलन छैन। हामीले सानैदेखि शिक्षा पनि त्यस्तै थियो, सानोलाई माया गर ठुलोलाई आदर गर, तर आफूलाई माया गर्नु भनेर कहीँ पनि लेखिएको थिएन। तर हामीले आफूले आफैलाई माया गर्नुपर्दो रहेछ। अन्तिममा गएर चाहिँ हामीले चाहिँ मैले सम्पूर्ण रूपमा माया र प्रेमका साथ स्वीकार्छु अपर्णा भट्ट भनेर मैले मेरो नाम भन्छु। हजुरहरूले फेरि भने एकचोटि रिभाइज गर्नु हामी सबै भन्छ। सम्पूर्ण रूपमा माया र प्रेमका साथ स्वीकार्छु अपर्णा भट्ट आफूलाई भनेको हो। सम्पूर्ण रूपमा माया र प्रेमका साथ स्वीकार गर्छु अपर्णा भट्ट। यसै गरेर 3 पटक हामीले भन्दा यो हामीले माया गर्नुपर्छ, यसले सुन्नु पर्दो रहेछ। यो अनेस्टली हो पनि रहेछ। हामी अर्काको माया मात्रै हामी नै हाम्रो ऊर्जा नै आउँछ र यसलाई जुन बेला दिनको कुनै पनि बेला गर्नु होला अनि अरूलाई पनि सिकाउन सकिन्छ। धन्यवाद यहाँले सबै व्यक्तिगत गरेर सिक्नु पर्छ। बेलामा पनि यो गर्न त्यति उपयुक्त नहोला होइन, बिस्तारै हाल्ने नि। त्यही त नर्मल्ली नै हाम्रो एउटा जुन खाना खाने बित्तिकै पनि यो मिल्दैन जस्तो लाग्यो। भोकोमा चाहिँ हुन्छ, खाना खाएपछि चाहिँ पेटमा हाल्नु पनि 2 घन्टा हजुर 2 घन्टा पछि गर्नु होला। अर्को एउटा हिलिङ टच भने चाहिँ यो इन्ट्रोडक्सन हेर्नु होला। बिना औषधि उपचार गर्ने अहिले हस्पिटलमा मैले नै हस्पिटलमै काम गरेको हो। हस्पिटलहरूमा पनि इन्कर्पोरेट गरेर अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्डमा गरेका छन् होइन। यहाँहरूलाई त्यस्तो छ भने म एक दिन फ्री क्याम्प चलाउँछु। मेरो विद्यार्थीहरू सयौँ छन् होइन। यसै गरी एउटा ठाउँ भयो भने 10 जना बिहान हजुरको अफिसमा हुन्छ, म टेबल लिएर आउँछु होइन। 10 जना यही टेबलमा हुन्छ अनि यति बेला 10 जना एकचोटि एक सेसन हजुरलाई चाहिँ आधा घन्टा 45को धेरै उपचार गर्छौँ अनि सिकाइ